नमस्कार सबैजनालाई। आज हामी केराको बारेमा कुरा गर्छौं। अहिले बजारमा केराको मूल्य आकाशिएको यहाँहरूलाई थाहा नै छ। यसरी मूल्य आकाशिएको दुई तीनवटा कारणमध्ये एउटा कारण हो छिमेकी मुलुकबाट केरा आयात हुन नसक्नु। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले केरामा लाग्ने पानामा ओइलाउने रोग TR4 को संक्रमण भित्री र फैलन नदिनको लागि केरा आयातमा रोक लगाएको छ। यो पानामा ओइलाउने रोग TR4 एक प्रकारको ढुसी फ्युजारियम अक्जिस्पोरियम क्युबेन्सले गर्दा लाग्दछ भने TR4 यसको पछिल्लो प्रजाति हो। अहिलेसम्म यस ढुसीका 4वटा प्रजाति पत्ता लागेका छन्, जसमध्ये प्रजाति 1 र प्रजाति 4 ले केरामा संक्रमण गर्दछ। प्रजाति 1 ले मालभोग लगायत स्थानीय केराहरूमा संक्रमण गर्दछ भने प्रजाति 4 ले मालभोग, स्थानीय केरा र विश्व बजारमा 70% ओगटेको क्याभेन्डिस जातका केराहरूमा पनि संक्रमण गर्छ, जसमा चाहिँ G9, चाइना चम्पा, विलियम हाइब्रिड जस्ता भेराइटीहरू पर्दछन्। यसरी हेर्दा नेपालमा खेती हुने सम्पूर्ण केरामा TR4 ले संक्रमण गर्न सक्दछ। TR4 को इतिहासको बारेमा बुझ्ने हो भने 1874 मा पहिलो पटक अस्ट्रेलियामा यो रोग देखा परेको थियो, जुन चाहिँ TR1 ले गर्दा लागेको थियो। पछि अफ्रिका, साउथ अमेरिका र एसियाका विभिन्न ठाउँहरूमा चाहिँ यसले केरा खेतीमा ठूलो असर गरेको थियो। पानामा देशमा मात्र 10 लाख भन्दा बढी केराहरू नष्ट गरेको हुनाले यसलाई चाहिँ पानामा ओइलाउने रोग भन्न थालियो। 1960 को दशकमा वैज्ञानिकहरूले पानामा ओइलाउने रोग TR1 को प्रतिरोधी जातहरू विकास गरे, जसलाई चाहिँ क्याभेन्डिस जातहरू भन्छ। त्यसमा G9, विलियम हाइब्रिड, चाइना चम्पा जस्ता जातहरू पर्दछन्, जसले गर्दाखेरि विस्थापितै हुन लागेको केरा खेतीले पुनर्जीवन पाएको थियो। 1960 को दशकमा पानामा ओइलाउने रोगको अर्को प्रजाति TR4 इन्डोनेसियामा पत्ता लाग्यो, जसले चाहिँ खेती गरिने सम्पूर्ण केरा प्रजातिमा संक्रमण गरेको पाइयो। केही वर्ष यो प्रजाति त्यही भूभागमा मात्र सीमित भए पनि पछि बढ्दो भूगोलीकरण र यातायातका कारण एसिया, अस्ट्रेलिया, ल्याटिन अमेरिका जस्ता महादेशहरूमा यो तीव्र गतिमा फैलिरहेको छ। अहिलेसम्म केरा खेती गरिने 135 देशमध्ये 3 महादेशका 21 देशमा यो रोग फेला परिसकेको छ। चाइनामा 2002 मा यो रोग देखा परेको थियो भने इन्डियामा केही वर्ष अगाडि उत्तर प्रदेश र बिहार प्रान्तहरूमा देखा परिसकेको छ। नेपालमा भने 2080 भदौमा चाहिँ कैलालीमा र असोजमा नवलपरासीमा पनि यो रोग प्रमाणित भइसकेको छ। त्यति बेला कृषि मन्त्रालय, नार्क र स्थानीय कृषि हेर्ने निकायले विशेष टिम बनाएर त्यो एरिया सिल गर्ने, जनचेतना जगाउने र TR4 को प्राविधिक मापदण्ड बनाई लागू गर्ने काम गर्यो। त्यसै क्रममा यो रोग थप फैलिन नदिनको लागि क्वारेन्टाइनमा कडाई गर्दै केरा आयातमा रोक लगाएको हो। अब यो रोगको लक्षणको बारेमा कुरा गरौँ। यो ढुसीले आक्रमण गरेको 4 देखि 5 महिनामा यो रोगले लक्षण देखाउन थाल्दछ। यो ढुसी चाहिँ माटोमा बस्ने हुँदाले जरा, गानो हुँदै भ्यास्कुलर बन्डल अथवा बिरुवाको नसामा प्रवेश गर्दछ। यसको जराहरू चाहिँ कालो हुने, सर्ने हुन्छ। त्यस्तै गरी पातमा भने यो लक्षण पहिला पुरानो पातको छेउतिरबाट पहेँलिन थाल्दछ। त्यस्तै गरी त्यो पहेँलिएको पातहरू चाहिँ लत्रिने हुन्छ र पछि गएर नयाँ पातहरूमा पनि संक्रमण हुन्छ। त्यस्तै गरी थामको कुरा गर्ने हो भने थाम चाहिँ फाट्न थाल्दछ। अनि त्यसपछि भित्रपट्टि काटेर हेर्ने हो भने त्यहाँनिर चाहिँ खैरो दागहरू चाहिँ जराबाट माथिर गइरहेको देख्न सकिन्छ। त्यसै गरी यो रोगको संक्रमण धेरै भयो भने चाहिँ फल नलाग्ने, फल लागे पनि ससाना हुने समस्या देख्न सकिन्छ। अब यो रोग सर्ने माध्यमहरू के हुन्छ? रोगी गानो, संक्रमित ठाउँबाट ल्याएको बेर्ना, कृषि औजार, पानी, कामदारको लुगा, जुत्ता, अनि त्यस्तै गरी ढुवानी गर्ने सामानहरूबाट सर्न सक्दछ। कतै कतै चाहिँ केरामा लाग्ने घुन र गबारोबाट पनि यो रोग सरेको पाइएको छ। अब यो रोगको व्यवस्थापन कसरी गर्ने त? यो रोग एकपटक बारीमा स्थापित भइसकेपछि निर्मूलन पार्न एकदमै कठिन भएकाले रोकथामका उपायहरू अपनाउन जरुरी देखिन्छ। रोकथामका उपायमध्ये एउटा हो क्वारेन्टाइनमा कडाई गर्नु। देश बाहिरको क्वारेन्टाइन त प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गरि नै रहेको छ भने देशभित्रको क्वारेन्टाइनमा चाहिँ हामीले ध्यान दिनु जरुरी छ। अर्को भनेको टिस्यु कल्चर गरेको बेर्ना मात्र प्रयोग गर्ने अथवा संक्रमित बगैँचाबाट ल्याएको बेर्नाहरू प्रयोग नगर्ने। त्यसै गरी TR4 निषेधित क्षेत्रमा प्रवेश नगर्ने, पशु चौपायाहरूलाई पनि जान नदिने, ढुवानीका गाडीहरू, ढुवानीका साधनहरूलाई पनि त्यहाँभित्र छिर्न नदिने, संक्रमित बगैँचाभित्र छिर्ने र निस्किने एउटा मात्रै बाटो गराउने, कामदारले अथवा अन्य व्यक्तिहरूले चाहिँ भित्र लाउने जुत्ता र बाहिर लाउने जुत्ता फरक गर्नुपर्छ अथवा जुत्ताको चाहिँ कभर लाएर मात्र भित्र जाने। त्यसै गरी बगैँचाहरूबाट चाहिँ घाँसहरू, केराको पातहरू बाहिर नलैजाने, पशु चौपायाहरूलाई पनि भित्र नदिने, छिर्न नदिने र संक्रमित
बगैँचालाई चाहिँ तारबार गरेर त्यहाँनिर चाहिँ सूचना बोर्ड राख्नुपर्छ। त्यसै गरी अर्को भनेको सकेसम्म हामीले थोपा सिँचाइ गर्ने, त्यो सम्भव नभएपछि बगैँचाको वरिपरि चाहिँ अलिकति खाल्डो बनाएर त्यहाँको पानी चाहिँ अर्को स्वस्थ बगैँचामा चाहिँ जान नदिने हामीले व्यवस्था गर्नुपर्दछ। सङ्क्रमित बिरुवाको 5 देखि 7 मिटर वरिपरिको सबै बोटहरूलाई चाहिँ हामीले नष्ट गर्नुपर्छ। स्युडोमोनास, ट्राइकोडर्मा जस्ता जैविक विषादीले चाहिँ यो रोग केही हदसम्म न्यूनीकरण हुने हुँदा यस्ता विषादीहरू प्रयोग गर्न सकिन्छ र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बनाएको मापदण्ड छ, त्यो मापदण्ड फलो गर्नुपर्दछ। TR1 र TR4 कसरी चिन्ने भन्ने कुरा रह्यो। अघि भनेका लक्षणहरू चाहिँ G9, विलियम हाइब्रिड, चाइना जम्बा जस्ता केराहरूमा देखियो भने चाहिँ हामीले TR4 को सङ्क्रमण हो कि भनेर अनुमान गर्न सक्छौँ, किनभने TR1 ले चाहिँ यी जातहरूमा सङ्क्रमण गर्न सक्दैन। त्यो कुरामा चाहिँ किसानहरूले सचेत रहनु होला। यदि त्यस्तो देखियो भने नजिकैको कृषि हेर्ने सङ्कायमा चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। पानामा ओइलाउने रोग त एउटा कारण भयो, जसले गर्दाखेरि केरा आयात हुन सकेको छैन र बजारमा केराको मूल्य बढेको छ। र अर्को भनेको चाहिँ यो चाहिँ केराको अफ सिजन पनि रहेको छ। यति बेला चाहिँ अलि अरू सिजनभन्दा अलिक कम केरा उत्पादन हुने सिजन हो। र अर्को कुरा भनेको चाहिँ बिचौलियाले गर्दा हो, किनभने किसानले फार्म गेटमा 60 देखि 70 पहिला पनि पाउनुहुन्थ्यो र अहिले पनि 60 देखि 70 नै पाउनुहुन्छ भने बजारमा पुग्दाखेरि त्यो 300 देखि 350 सम्म पुगेको अवस्था छ। भनेपछि यो चाहिँ बिचौलियाहरूले मूल्य बढाइदिनु भएको हो। यदि हजुरहरूलाई खान मन छ भने कृपया किसानकै बारीमा गएर घडी लिएर आउनुहोस्, केराको गाडी, अनि त्यसलाई चाहिँ पकाएर खानुहोस्। यदि अर्को वर्ष चाहिँ आफ्नै बारीमा खान मन छ भने अब चाहिँ यो केरा लाउने सिजन हो, केरा लगाएर अर्को वर्ष खान सक्नुहुनेछ। हस्, धन्यवाद, नमस्कार।